अब हाम्रो कार्यक्रम अगाडि बढ्दैछ। हाम्रो कार्यक्रम रहेको छ मन्तव्यको कार्यक्रम। यस कार्यक्रममा आफ्नो मन्तव्य राखिदिनु हुने गुरुकुल विद्या सदनका प्रिन्सिपल श्री रवि कार्कीज्यू मेरो प्यारो साथीलाई म विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद तरज्यू। म पहिला तपाईँलाई क्वेसन गराउन चाहन्छु। म गुरुकुल विद्या सदनको प्राचार्य होइन। म मेरो परिचय म त्यहाँको व्यवस्थापन समितिको अध्यक्ष मात्र हो। र त्यहाँ आज केही समय अगाडि 1 हप्ता जति अगाडि मेरो बाल मेरो सिनियर पनि म शरद हुन्छु, उहाँले केही गएर बोल्दिनु पऱ्यो भनेर उहाँले मलाई भन्नुभएको थियो र टपिक पनि उहाँले बनाएको थियो क्वान्टम फिजिक्स, अद्वैत वेदान्त र योग भनेर भन्नुभएको थियो। आज यस स्थिर गतिशीलता भन्ने यो शब्द योग सेन्टर मलाई लाग्छ यो स्ट्याटोडायनामिक्सको नेपाली भाषा हो। 15-20 वर्ष अगाडि द स्ट्याटोडायनामिक्स भन्ने चाहिँ एउटा योगा सेन्टर थियो। स्ट्याटोडायनामिक्सको नेपालीमा अर्थ चाहिँ स्थिर गतिशीलता नै होला। म यहाँ उपस्थित हुनुभएका सबैलाई एकमुष्ट रूपमा मैले सम्बोधन गरेँ। म त्यसरी चाहिँ धेरै लामो सम्बन्धमा र बोलीमा विश्वास छैन। मेरो विज्ञानको विद्यार्थी, भौतिक शास्त्रको विद्यार्थीको हैसियतले र मैले यहाँ केही कुरा ज्ञान दिने पनि होइन। म यत्रो धेरै विद्वान, धेरै अनुभव अध्ययन गरेको मात्र होइन, जीवन भोगेको मेरो बुवाहरू हजुरबाको आएको व्यक्तित्वहरू हुनुहुन्छ। मैले जानेको केही कुरा सेयर गर्ने मात्र हो। र मेरो फेरि एउटा अनुभवको कुरा, मैले लगभग 23 वर्ष यति धेरै पढाएँ कि मैले पोखरामा पढाउन कुनै कलेज नै बाँकी छैन। म अहिले हाल पृथ्वीनारायण क्याम्पसमा उपप्राध्यापकको मास्टर्सलाई क्लास पढाउँछु, क्वान्टम फिजिक्स पढाउँछु। तर भए पनि मलाई राम्रोसँग थाहा छ मैले क्वान्टम फिजिक्समा के बोल्नु हुन्छ, के बोल्नु हुँदैन। र म यो विद्यावारिधीको एउटा विद्यार्थी अन्तिम वर्षको भएको कारणले गर्दाखेरि पनि यहाँ आएर मलाई यो केही बोल्न पाउनु यो मलाई अवसरको चाहिँ अवसर हो। र मैले बोल्ने केही कुराहरूमा यहाँ गल्ती त्रुटि अवश्य नै हुन्छ। त्यो भयो भने त्यसलाई तपाईँहरूले केही इग्नोर गरिदिनुहोस् अथवा केही क्षमा मलाई क्षमा पनि गरिदिनुहोस्। र फेरि म एज अ विज्ञानको विद्यार्थीले म जे देख्छु म त्यो बोल्छु नै, फ्याक्टको सिस्टममा बोल्छु। र पहिला सुरु शरद भन्नुमा, किनकि हामी त बसेबाट म 47 वर्ष पुरा भने हिजो सायद हिजो होला 47 वर्ष म पुरा भएँ। यो जीवनको भोगाइमा मेरो अध्ययन सबैले गर्दा मैले भोगेको कुराहरू मैले जान्छु। म के बोल्नु मेरो यत्रो गुरु महागुरु बुवा अगाडि, तर अहिले म अनुभव छु। तर एउटा कुरा चाहिँ मैले भन्नुपर्छ, जीवनमा सबैभन्दा ठुलो कुरा भनेको स्वअनुशासन हो। र आज कार्यक्रम 8 बजेबाट 9 बजेसम्म भनिएको के हो, मैले सरलाई भनेको थिएँ मैले मेरो योगदान मैले के गर्दा कार्यक्रममा केही टेवा पुग्छ भने म जे पनि गर्न तयार छु। मलाई बोल्ने कुरा सब नलाऊ, म बोल्ने मान्छे होइन। मलाई अद्वैत वेदान्त मलाई थाहै छैन, केही पनि थाहा छैन यो विषयमा। म के बोल्नु त्यत्रो गुरुहरूको अगाडि। झन् मलाई त्यति धेरै टपिक दिएछ तिमीले अद्वैत वेदान्त, क्वान्टम फिजिक्स र योगालाई जोडेर चाहिँ व्याख्या गर्दै भनेर। यो चाहिँ त्यसरी त मैले चाहिँ मैले बोल्न मिलेर बोल्न नमिले फ्रेमभित्र कुरा आउँछ। मैले फिलोसफी अफ साइन्स पढेको छु, रिसर्च मेथोडोलोजी पढेको छु। मेरो पिएचडीको दौरान मैले के चिज बोल्नु हुन्न, के चिज बोल्नु हुन्छ त्यो चिज मैले दायरामा छु। र एउटा कुरा मैले यहाँ भने पनि र मैले भनेको थिएँ हामीले यो मैले सडकको स्ट्याटोडायनामिक्स योगा सेन्टरको लागि मात्र होइन, जहाँ पनि हाम्रो पानीको मिटिङ हो, सडक मलाई गाह्रो नमान यु आर डुइङ ग्रेट। यत्रो ठुलो काम यस्तो यहाँ आएर चाहिँ गरेका छन्, प्रयास गरेका छौँ है, म एकदमै सम्मान गर्छु। मेरो सिनियर पनि हुनुहुन्छ, उहाँ मेरो सिनियर हुनुहुन्छ। र मेरो घर त यहीँ पछाडिपट्टि मेरो यहाँनिर मलाई चाहिँ म त उहाँकै मोहन केसी दाईको
उहाँको नगेन्द्र दाई मेरो गुरु हुनुहुन्छ, मलाई एमपी कप पढाउने नवीन दाई मलाई हुनुहुन्छ। आजभन्दा 4 वर्ष अगाडि यहाँनिर चाहिँ उहाँले आफ्नो करियरको सबै समय हामीलाई पढाउन लाग्नुभएको छ र मेरो बुवालाई सबैभन्दा धेरै माया गर्ने, सबैभन्दा धेरै अनि मोहन केसी दाई, नगेन्द्र दाई, देवेन्द्र दाई, वीरेन्द्र दाई हुनुहुन्छ र यो घरमा आएर बोल्न पाउनु भनेको यो चाहिँ मेरो लागि अवसर, एकदमै ठुलो अवसर हो। तर कार्यक्रम चाहिँ समयमा सुरु गर्नुपर्छ। हामी जोसुकै हौँ, हाम्रो जेसुकै स्टाटस होस्, मलाई थाहा छ यही अवसर गर्दा अब कार्यक्रम मैले यो केवल सरलता मात्र भनेको होइन, सबैलाई हाम्रो पानीको मिटिङ होस् अथवा जहाँको मिटिङ होस्, इन टाइम हामी वर्क एज अ क्याप्टेन इन्डियन आर्मी टाइम भनेको थियो, समय भनेको सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा हो। मलाई लाग्छ आज वर्किङ डे पनि हो, अफिस डे पनि हो। कृष्ण सर हुनुहुन्छ, उहाँ हुनुहुन्छ, यो मैले यहाँको लागि मात्र भनेको होइन। 8 to 9 program it must be started at 8 and it must be started at 9. Whatever, whoever may be the chief guest, whoever may be. कार्यक्रम 8 बजे हो भने he or she must arrive there before 8 AM. मैले सरी इङ्ग्लिसमा भने यो 8 बजे भन्दा अगाडि आउनै पर्छ। हामीले कुनै पनि कार्यक्रमहरू चाहिँ हेर्छौँ, हामीले वर्ल्ड कप हेरेका छौँ, वर्ल्ड कपको फाइनल हुन्छ नि त 45 भन्दा 0-0-4-5, 0-0-4-6 सुरु हुन्छ र वर्ल्ड कप भन्दा ठुलो कार्यक्रम चाहिँ अर्गनाइज गर्न गाह्रो केही होला र 0-0-4-5 सुरु हुन्छ किक अफ। टाइम भनेको एकदम इम्पोर्टेन्ट कुरा हो, किनकि म क्लासमा पनि पढाउँछु। मैले भन्छु तपाईँ 5 मिनट क्लासमा ढिलो जानु भने तपाईँको लागि 5 मिनट समय हो, विद्यार्थीको लागि 40 जना विद्यार्थीलाई 200 मिनट त्यो चाहिँ करप्सन हो। तपाईँ पोलिटिकल लिडरहरूको बारेमा करप्सनको बारेमा कुरा गर्नुहुन्छ, तपाईँले एउटा टिचरले गर्ने यहाँभन्दा ठुलो भ्रष्टाचार के हो? 5 मिनट ढिलो तपाईँ क्लासमा जानुहुन्छ भने 40 जना विद्यार्थीको 200 मिनट समय तपाईँ बचाउनुहुन्छ। तपाईँले चाहिँ त्यो आर्थिक अनुकूल गर्ने ठाउँमा हुनुहुन्छ र तपाईँले भ्रष्टाचार गर्न पाउनु भएन। त्यो ठाउँमा भएको तपाईँ योभन्दा ठुलो हुन्छ। तपाईँलाई राइट छ, त्यो गरेर चाहिँ कुनै पनि नेताले कुनै पनि चाहिँ यो करप्सन गर्यो भने तपाईँले यहाँभन्दा ठुलो करप्सन गरिसक्नुभएको छ। यसको मतलब भन्दाखेरि टाइम इन टाइम 8 बजे सुरु गर्छ, 8 बजेको लागि प्रिपेयर भयो। त्यसको लागि 8 बजे सुरु गर्नुपर्छ। चाहे चिफ गेस्ट अथवा डिस्ट्रिक्ट गेस्ट जस्तो उहाँहरू पनि आउनुपर्छ टाइममा। इन टाइम सुरु गर्ने 8 बजेको 9 बजे सुरु गर्ने, ताकि 9 बजेसम्म मान्छे कति धेरै मान्छेहरू आउनुभयो जानुभयो। लेकिन मैले पनि यो 9 बजेमा म आउँछु, मेरो क्लास भनेको थियो। यो हामीले यहाँ मात्र होइन, यो हाम्रो चाहिँ आज शरद यहाँनिर पढेर छ, यो तर यहाँनिर कति ठुलो कार्यक्रम भएको छ, यो म सम्मान पनि गर्छु। तर त्यो हामीले सबैले हामी जोसुकै जतिसुकै विद्वान व्यक्ति दिएको भने टाइम जस्तो संसारमा सबैभन्दा ठुलो कुरा केही पनि छैन। हामीले समयको चाहिँ हामीले सम्मान गर्न सकेनौँ भने अरू कुराले हाम्रो आवरणले हामीलाई चाहिँ खास गरी त्यो सबै कुराहरू भ्रम गर्छ। मैले सिकेको मेरो